Good morning everyone, welcome back to my new vlog. It's me Rajan Sumai. I'm fine. I hope you are also fine. म चाहिँ अहिले बुटलतिर हिँडेको केही विशेष कामले। म बुटल गएर के गर्छु यो भ्लग मार्फत तपाईहरुलाई पनि देखाउँछु है त। गएको राति के पानी परेको कारणले गर्दा मौसम खुलेको थियो अनि घाम पनि बबाल लागिरहेको थियो के त्यही बेला देखेको भ्यू गाइस। फाइनली म चाहिँ बुटल पुगिसकेको छु। करिब 9:30 बजेतिर बुटल पुगेर सुरुमा ग्रान्ड मदरलाई सरकारी अस्पतालमा भर्ना गरिदिए अनि माइजूको साथमा छोडिदिएर म फेरि लागे बैंकतर्फ। बैंकमा थोरै पैसा जम्मा गर्न थियो त्यसैले म जाँदैछु। अनि के मलाई पहिलेदेखि भ्लग बनाउन मन पर्थ्यो र अरूको अगाडि भने भिडियो बनाउन लाज लाग्थ्यो के त्यसैले बनाएको थिएन। अहिले पनि लजै बनाउँछु कसैले देख्ने हो कि भन्दै। तर अहिले बवाल देखिएको छ कि भ्यू, किनभने मौसम खुलेछ नि त, यतिकै घाम लाग्छ। तर गाउँको तुलनामा त बुटलमा धेरै गर्मी बढिसकेको रहेछ, धेरै बवाल गर्मी रहेछ म फिल गर्दैछु। अनि म बैंकमा काम सकेर हस्पिटल गएँ अनि त्यहाँ पनि काम सकेर फेरि बाहिर निस्केको। बैंक र अस्पतालमा भिडियो बनाएन किनभने हस्पिटलमा त प्राय बिमारी हुनुहुन्छ नि त, त्यति राम्रो पनि मानिँदैन, त्यही भएर बनाएन। अनि म चाहिँ अहिले बेलबासतर्फ हिँडेको किनकि मेरो बाइक लाइसेन्स लिन जानु थियो नि त त्यहाँ। यति बेला बुटलमा पानी पर्न लागेको थियो, त्यही भएर बवाल हावा चलिरहेको थियो नि त, मौसमले यस्तो गरिरहेको थियो। पानी पर्न लागे पनि गर्मी भने जस्तै थियो। अनि यो चाहिँ पुष्पलाल पार्क जुन पाल्पा पश्चिम र भैरवाको चोक। अनि यो चाहिँ बुटल बेलबासमा रहेको यातायात कार्यालय जहाँ नयाँ लाइसेन्स नवीकरण जस्ता कामहरू हुन्छ भने गाडी पासको लागि करिब 40 मिटरको दूरीमा अर्को कार्यालय रहेको छ। अघि बाटोमा आउँदा भिडियो बनाउन पाएन किनभने लास्टै पानी परेको थियो कि त्यही भएर भिडियो बनाएन। म चाहिँ अहिले फेरि लाइसेन्सको लागि भ्याट काटेर बुटलतर्फ जाँदैछु। अनि यहाँ भित्र चाहिँ ट्रायल दिने जहाँ बाहिरबाट मान्छेले नदेखिन् भनेर बार लगाएको छ। अनि मैले चाहिँ ट्रायल वैशाख 2 गते दिएको थिएँ नि त, अनि बिचमा हटारमै गाउँ जानु पर्यो, त्यही भएर कर तिरेको थिएन। अनि यसो बुटल आएको बेला कर तिर्न जाउँ भनेर गएको थिएँ। अनि कर तिरे र कपी लाइसेन्स पनि बनाएँ। कतिजनालाई त थाहा थिएन होला मैले बाइक चलाउँछु भनेर। यो बाइक लाइसेन्स निकाल्नुमा चाहिँ मेरो साथी रामु र कमलको पनि हात छ, जसले मलाई हौसला र सिक्नको लागि साधन पनि दिएको थिए अनि सिक्ने ठाउँ पठाइदिएको पनि थिए। थ्याङ्क यू सो मच माई ब्रदर। र म करिब 3 दिन जति किन गएको थिएँ। अनि अहिले पानी बसेको थियो नि त, त्यही भएर बवाल मौसम खुलेर खतरा देखिएको थियो। अनि नेपालमा के यो सरकारी कार्यालयमा कति भिड हो के, सरकारी कार्यालय अनि हस्पिटल अनि त्यो नागरिकता बनाउन जाँदा जिल्लामा त्यस्तै प्राय के सबै सरकारी कामहरूमा के ढिलो हुने कि प्राय लाइनै बस्नुपर्ने, अस्ति झन्झट के टाइम वेस्ट। साधारण मान्छेको पनि समय हो नि, यदि राम्रोसँग छिटो काम हुन सक्यो भने त त्यो टाइम पनि सेभ हुन्छ नि त। म चाहिँ अहिले घरतर्फ फर्केको छाता ओढ्दै अन्त्यमा यो भ्यू हेर्दै आजलाई यति नै। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।